भगवते वासुदेवाय। ओम नमो 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 भगवते वासुदेवाय। सुतं सुतं मृधे मृधे खं खं वपुषा वपुषा ग्रसन्तं ग्रसन्तं दृष्ट्वा दृष्ट्वा सुनावः सुनाभव मथितं मथितं धरित्र्या धरित्र्या आमन्त्रितः आमन्त्रितः तत् तत् तनयाय त्रयाय शेषं शेषं दत्त्वा दत्त्वा तत् तत् अन्तपुरम् अन्तपुरम् आविशेष। आविशेष। सुतं मृदेखं वपुषा ग्रसन्तं सुतं मृदेखं वपुषा ग्रसन्तं दृष्ट्वा सुनाभोन्मथितं धरित्र्या। तीन तीन छ आमन्त्रितस्तनयाय शेषं दत्त्वा तदन्तः पुरुमाविवेश। सुतं मृदेखं वपुषा ग्रसन्तं सुतं मृदेखं वपुषा ग्रसन्तं दृष्ट्वा सुनाभोन्मथितं धरित्र्या। दृष्ट्वा सुनाभो नमितं धरित्र्या। आमन्त्रितस्तत्तनयाय शेषम् आमन्त्रितस्ततनयाय शेषं दत्त्वा तदन्तः पुरमाविवेश। दत्त्वा तदन्तः पुरमाविवेश। सुतं मृदेखं वपुषा ग्रसन्तं सुतं मृदेखं वपुषा ग्रसन्तं दृष्ट्वा सुनाभोन्मथितं धरित्र्या। दृष्ट्वा सुनाभोन्मथितं धरित्र्या। आमन्त्रितस्तत्तनयाय शेषम् आमन्त्रितस्तत्तनयाय शेषं दत्त्वा तदन्तः पुरमाविवेश। दत्त्वा तदन्तः पुरमाविवेश। सुतं मृदेखं वपुषा ग्रसन्तं सुतं मृदेखं वपुषा ग्रसन्तं दृष्ट्वा सुनाभोन्मथितं धरित्र्या। दृष्ट्वा सुनाभोन्मथितं धरित्र्या। आमन्त्रितस्तत्तनयाय शेषम् आमन्त्रितस्ततनयाय शेषं दत्त्वा तदन्तः पुरमाविवेश। दत्त्वा तदन्तः पुरमाविवेश। सुतं सुतं रिपीट करो। छोरा रिपीट श्लोक। सुतं मृदेखं वपुषा ग्रसन्तं सुतं मृदेखं वपुषा ग्रसन्तं दृष्ट्वा सुनाभोन्मथितं धरित्र्या। दृष्ट्वा सुनाभोन्मथितं धरित्र्या। आमन्त्रितस्ततनयाय शेषम् आमन्त्रितस्ततनयाय शेषं दत्त्वा तदन्तः पुरमाविवेश। दत्त्वा तदन्तः पुरमाविवेश। सुतं सुतं छोराको मृधे युद्धमा खम आकाश वपुषा आफ्नो शरीरबाट ग्रसन्तं निल्दै गरेको दृष्ट्वा देखेर सुनाभ
सुदर्शन चक्रद्वारा उन्मथितम वध गरिदिनु भयो धरित्र्या पृथ्वीद्वारा आमन्त्रितः प्रार्थना गरिनाले तत्तनयाय नरकासुरको छोरालाई शेषम उबाट खोसिएको दत्वा फर्काएर तत् उसको अन्तःपुरम घरभित्र आविवेश घुस्नुभयो। तात्पर्य कृष्ण कृपामूर्ति श्रीमद् अभय चरणारविन्द भक्ति वेदांत स्वामी शिल प्रभुपादद्वारा शिल प्रभुपादकी जय। इस प्रकार आएको छ। धात्री अर्थात् पृथ्वीका छोरा नरकासुरले सम्पूर्ण आकाशलाई नै निल्न चाहेको थियो र त्यसकारण ऊ भगवानसँगको युद्धमा मारियो। तत्पश्चात उनकी आमाले भगवानसँग प्रार्थना गरिन्, जसद्वारा नरकासुरको छोरालाई राज्य फर्काइयो र भगवान त्यस असुरको घरभित्र प्रवेश गर्नुभयो। कृपया अनुवाद दोहोऱ्याउनुहोला। धरित्री अर्थात् पृथ्वीका छोरा नरकासुरले सम्पूर्ण आकाशलाई नै निल्न चाहेको थियो र त्यसकारण ऊ भगवानसँगको युद्धमा मारियो। तत्पश्चात उनकी आमाले भगवानसँग प्रार्थना गरिन्, जसद्वारा नरकासुरको छोरालाई राज्य फर्काइयो र भगवान त्यस असुरको घरभित्र प्रवेश गर्नुभयो। नरकासुर भगवानद्वारा उत्पन्न धरित्री अर्थात् धरतीको छोरो थियो भन्ने अन्य पुराणहरूको भनाइ छ। तर वाण नामक असुरको कुसङ्गतले गर्दा असुर बनेको थियो। नास्तिक व्यक्तिहरूलाई असुर भनिन्छ। असल मातापिताबाट जन्मेको व्यक्ति पनि कुसङ्गका कारण असुरमा परिणत हुन सक्दछ भन्ने कुरा सत्य हो। जन्म सधैँ सद्गुणको चिनारी हुँदैन। जबसम्म मानिस सङ्गतको संस्कृतिद्वारा शिक्षित हुँदैन तबसम्म ऊ सज्जन बन्न सक्दैन। यहाँ आएर भक्ति वेदान्त तात्पर्य समाप्त हुन्छ। शिल प्रभुपादकी तस्मै श्री गुरवे नमः। श्री चैतन्यमनोभीष्टं स्थापितं भूतले स्वयं रूपकदामह्यं ददाति स्वपदान्तिकं वन्देऽहं श्रीगुरुपदकमलं श्रीगुरुं वैष्णवांस श्रीरूपं साग्रजातं सागर रघुनाथान्वितं तं सदैवं साद्वैतं सावधूतं परिजनसहितं कृष्णचैतन्यदेवं श्रीराधाकृष्णपादान् सागरललिता श्रीविशाखान्वितांस वाञ्छाकल्पतरुभ्यश्च कृपासिन्धुभ्येव च पतितानां पावनेभ्यो वैष्णवेभ्यो नमो नमः। विष्णुपादाय कृष्णाय श्रीमते भक्तिवेदान्त स्वामिनिधि नामिने नमस्ते सारस्वते गौरवाणि विशारिणे निर्विशेष शून्यवादी पार्षदे शतारिणे। जय श्री कृष्ण चैतन्य प्रभु नित्यानंद श्री अद्वैत गदाधर श्रीवासादि गौर भक्तवृंद। हरे कृष्ण 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 हरे हरे, हरे राम 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 हरे हरे। हरे कृष्ण। यस बिहानीको श्रीमद् भागवतम कक्षामा उपस्थित सम्पूर्ण भक्तवृन्दहरूलाई पुनः स्वागत छ र हामी आज श्रीमद् भागवतम स्कन्द 3 अध्याय 3 वृन्दावन बाहिरका भगवानका लीलाहरू नामक अध्यायको श्लोक संख्या 6 बाट चर्चा गर्न गइरहेका छौं। र अहिले चाहिँ अब भगवानको वृन्दावन बाहिरको लीलाहरूको चर्चा गरिएको छ। कसले गर्दै हुनुहुन्छ? यो उद्धवले कसलाई भन्दै हुनुहुन्छ? विदुरलाई भन्दै हुनुहुन्छ है त। अघिल्लो अध्याय 2 अध्यायमा के भयो? उहाँले चाहिँ वृन्दावनभित्रकै सबै लीलाहरू भन्नुभयो होइन, एकदम संक्षिप्त रूपमा होइन, एउटा श्लोकमा एउटा लीला समेट्ने गरी त्यसरी भन्नुभएको छ। र अहिलेको श्लोकमा पनि यसरी विभिन्न वृन्दावनदेखि बाहिर होइन द्वारकाको अथवा मथुराको लीलाहरू भन्दै हुनुहुन्छ। चाहिँ रुक्मिणी हरणको बारेमा भन्नुभयो, त्यसपछि अनि विभिन्न कुराहरू भन्नुभयो। त्यसपछि अहिले चाहिँ के भन्नुभएको छ? अहिले चाहिँ नरकासुरको बारेमा चाहिँ यहाँ उद्धवले भन्दै हुनुहुन्छ। अनि नरकासुर भनेको को हो? एउटा असुर हो नि त है। नरकासुर भनेको एउटा असुर। यो श्रीमद् भागवतमै छ है, यो 10औं स्कन्धमा पुरै व्याख्या नै छ। यो अहिले एउटा श्लोकमा मात्रै छ नि त, एउटा 2टा श्लोकमा मात्रै छ नि त। तर के छ
तर त्यहाँ के छ भागवतमा पुरै के छ दशम स्कन्धमा पुरै त्यहाँ छ र कृष्ण बुक पनि पढ्नु भएको छ भने त्यहाँ पनि के छ प्रभुपादले त्यहाँ एकदम दिनुभएको छ है त आफ्नो तात्पर्य भागवतमको संक्षिप्त रूपमा त्यहाँ चाहिँ दिनुभएको छ। र अनि त्यसपछि नरकासुर भन्ने चाहिँ को थियो भन्दाखेरि असुर हो होइन, नरकासुर नरकासुर होइन। वास्तवमा नरकासुरलाई भौमासुर पनि भनिन्छ, किन भन्दाखेरि भौ भने के हो पृथ्वी होइन। अनि त्यसपछि नरकासुर कसरी भौमासुर चाहिँ कसरी प्रकट भएको थियो भन्दाखेरि चाहिँ जब भगवानले बराह रूप लिनुभएको थियो अनि पृथ्वीलाई कहाँबाट ल्याउनु भएको थियो, समुद्र जलमा डुबेको थियो नि त, त्यही भएर माथि ल्याउनु भएको थियो नि त। त्यो बेला चाहिँ भगवान र पृथ्वी माताको सम्पर्कबाट कसको जन्म भएको थियो, भौमासुरको जन्म थियो होइन। भगवानले केवल होइन दृष्टिपात गर्ने बित्तिकै के हुन्छ त्यो के भन्छ होइन, कोही जन्मिने मर्ने प्रकट सबै हुन्छ। जस्तै भगवानले चाहिँ भौतिक सृष्टि गर्ने बेला कसरी गर्नुभएको थियो, जब महाविष्णुले के गर्नुहुन्छ दृष्टिपात गर्नुहुन्छ महातत्त्वलाई, अनि के हुन्छ सबै सृष्टिलाई हुन्छ होइन। त्यसरी चाहिँ हुन्छ नि, भगवान दृष्टिपात गरेरै के हुन्छ सबै कुरा संसारमा आउँछ। भगवानले डाइरेक्टली होइन इन्द्रियहरू लगाउनु पर्दैन भगवानले चाहिँ है। त्यसरी नै होइन भगवान बराहदेव र पृथ्वीको कारणले गर्दाखेरि नरकासुर चाहिँ नरकासुरको जन्म भएको थियो होइन। अब भगवानको छोरा हो होइन। हेर्नु जस्तै अब कतिको प्रश्न हुनसक्छ नि त, अब हामी त मन्दिर गएको छौँ एकदम हामी त खतरा भक्त हो भन्ने जस्तो लाग्छ नि। यदि भगवानको छोरा के छ असुर छ नि त होइन। भनेपछि कुनै होइन अब म भगवानको छु, म यस्तो फलानु हो, म एकदम यता हो उता हो, म खतरा भक्त हो, म दीक्षित हुँ भनेर केही फाइदा छैन है। किनकि भगवानको छोरा त असुर हुन सक्ने रहेछ भनेपछि त अरू त अब कुन होइन, अरू त अब अरूको त के नै भन्नु है। अब नरकासुरले के गरेको थियो भन्दाखेरि, अब नरकासुरको थोरै हिस्ट्रीमा जाऊँ न है। नरकासुरले चाहिँ के गरेको थियो भन्दाखेरि 16,000 कन्याहरूले के गरेको थियो अपहरण गरेको थियो होइन, गरेको थियो नि। भनेपछि अनि त्यसपछि अनि त्यो कन्याहरू अब के छ असुरले अपहरण गरिसक्यो, त्यो कन्याहरूको त बिहे गर्न मिल्दैन अब होइन। अर्को एउटा पुरुषले गरिसकेछ होइन। वैदिक कालमा चाहिँ र कुनै स्त्रीलाई एउटा पुरुषले कुनै होइन स्पर्श गर्यो भने पनि के हुन्छ त्यो अशुद्ध मानिन्छ कि। अब त्यो पुरुषको भयो अब स्त्री चाहिँ होइन, अन्य पुरुषलाई अब स्वीकार्न मिल्दैन। त्यो भएपछि अब त्यो स्त्रीहरूले चाहिँ अब के भयो अरूले स्वीकार गर्न नसक्ने भयो, त्यही भएर के भयो भगवानले नै स्वीकार गर्नुभयो कि। वास्तवमा उहाँहरू सबै भक्त नै हुनुहुन्थ्यो फेरि होइन। अनि भगवानले उहाँहरूको प्रार्थना सुनेर भगवानले नै स्वीकार गरेर 16,100 कन्यासँग चाहिँ उहाँले के गर्नु विवाह गर्नुभयो। र अनि नरकासुरले चाहिँ अनि के अरे त्यो ठाउँको नाम के थियो भन्दाखेरि चाहिँ नरकासुरलाई अवन्तीपुर भन्ने ठाउँमा चाहिँ थियो। अनि त्यसपछि अनि जब चाहिँ के भयो अब अनि नरकासुर त्यति मात्र होइन, जस्तै अदिति जो कश्यप मुनिको पत्नी हुनुहुन्छ, देवताहरूको माता हुनुहुन्छ अदिति, उहाँको के गर्थ्यो कुण्डल अनि वरुणदेवको छाता अनि यस्तो यस्तो धेरै कुराहरूले आफ्नो जफत गरेको थियो कि नरकासुरले चाहिँ। त्यो भएर एकदम त्यहाँ हैरान भइसकेको थियो देवी देवताहरू। त्यो भएको हुनाले चाहिँ अनि देवी देवता द्वारकामा गएर भगवानसँग प्रार्थना गरेर अनि भगवान र सत्यभामा चाहिँ गरुडमाथि चढेर आउनुहुन्छ युद्ध गर्नको लागि नरकासुरलाई। एकदम खतरा हुन्छ त्यसको होइन, पुरा एकदम त्यहाँ डिफेन्स सिस्टम हुन्छ नि, डेन्जर हुन्छ डिफेन्स सिस्टम होइन। त्यहाँ जस्तै भगवानको नाम मुरारी किन भएको, भगवानको नाम मुरारी किन भएको, मुरा भन्ने राक्षसलाई मारेर के भयो भगवान नाम चाहिँ मुरारी भएको। जस्तै मधुसूदन किन भएको भन्दाखेरि चाहिँ भगवानले चाहिँ मधु नामक के छ असुरको चाहिँ वध गर्नुभएको थियो, मधु कैटभ होइन। अनि मधु नामक असुरको वध गर्नुभएको हुनाले के भयो मधुसूदन भयो है त। त्यसरी नै मुरारी किन भएको भन्दाखेरि चाहिँ मुरा भनेर असुरको चाहिँ वध गर्नुभएको थियो। अब मुरा भन्ने असुर को भन्दाखेरि चाहिँ एकदम फेमस नाम हो नि त भगवानको मुरा भनेर होइन। अनि त्यसपछि त्यो मुरा बाहिरको मान्छेहरूले पनि कृष्ण मुरारी भनेर यसो भजन सजन गाइरहेको हुन्छ नि हो त्यस्तै। अनि त्यो मुरारी भन्ने असुर चाहिँ को थियो भन्दाखेरि चाहिँ त्यही भौमासुरकै त्यही त्यसको चाहिँ त्यही बस्थ्यो ऊ चाहिँ होइन, ठिक छ। अनि जब भगवानले आक्रमण गर्न थाल्यो भने मुरा भन्ने त्यो एकदम उसलाई त होइन अब आयो नि त शत्रु भनेर उसले चाहिँ आएर युद्ध गर्न थाल्यो। उसको चाहिँ के थियो 5वटा मुख थियो कि, 5वटा मुख थियो। अनि त्यो मुखले यस्तो लाग्थ्यो कि तिनै लोकलाई नै खाइरहेको छ जस्तो लाग्थ्यो कि, भागवतमा त्यसरी वर्णन गरिएको छ होइन। 5वटै मुखले चाहिँ पुरै ती लोकलाई नै खाए जस्तो देखिन्थ्यो अरे क्या, त्यस्तो एकदम भयानक थियो अरे त्यो चाहिँ। अनि विभिन्न प्रहारहरू गरे त्यसले होइन, अनि यताउता गऱ्यो। लास्टमा भगवानले के गरिदिनु भयो
सुदर्शन चक्रले चाहिँ त्यसको वध गर्नुभयो। त्यसको फेरि 7 जना छोरा थिए त्यसको चाहिँ है। अनि 7 जना भागवतमा नाम पनि 7 जना छोराको नाम। त्यसपछि अनि 7 जना छोरा थिए। अनि त्यसपछि अनि भौमासुरले पठायो होइन 7 जना छोराहरूलाई, तिनीहरू पनि चैत भयो होइन, भगवान्ले चैत गरिदिनु भयो। अनि लास्टमा अब सब सेनाहरूलाई मारिसकेपछि अब के भयो, भौमासुर अब आउनु पर्यो, त्यसले पनि गर्नसम्म प्रहार गर्यो भने युद्ध गर्न खोज्यो। लास्टमा के गर्नु, भगवान्ले फेरि त्यसलाई पनि सुदर्शन चक्रले गरेर चैत गर्नुभयो। अनि त्यसपछि अनि धरतीमाता प्रकट हुनुभयो। धरतीमाताले कुण्डल जे लगेको थियो नि सबै फिर्ता दिनुभयो भगवान्लाई है। अनि भगवान्ले कस्तो माला लाउनुहुन्छ, अब वैजयन्ती माला पनि भगवान्ले ल्याएर उहाँले लगाइदिनु भयो। उहाँ पति हो नि त, ठिक छ। अनि भनेपछि पति स्वामी जे होस् होइन, धरतीमातालाई प्रार्थना गरेर त अनि भगवान् आउनु भएको हो नि त, कृष्ण अवतार पनि लिनुभएको थियो, धरतीमाताको प्रार्थनाबाट आउनु भएको हो नि त। अनि त्यो भएर चाहिँ अनि त्यसरी उ गर्नु। अनि त्यसपछि अनि उहाँहरू सत्यभामा र भगवान् कृष्ण त्यसपछि कहाँ जानुभयो, स्वर्गमा जानुभयो। किन, त्यो कुण्डलहरू फिर्ता दिनु थियो नि त, अनि दिनुभयो। अनि त्यहाँ सत्यभामाले पारिजात देख्नुहुन्छ होइन, कस्तो राम्रो लाग्छ। अनि त्यसपछि पृथ्वीमा लगेर खोज्नुहुन्छ, तर के हुन्छ त्यहाँ इन्द्रदेवले दिनु हुँदैन लग्नलाई, किनकि इन्द्रदेव लाग्छ त्यो स्वर्गको बिरुवा हो, यो त लग्न मिल्दैन पृथ्वीमा, भौतिक ठाउँमा त्यसो लग्न मिल्दैन। भौतिक त स्वर्ग पनि भौतिक देश, अनि पृथ्वी लोकमा लग्न मिल्दैन, त्यो स्वर्गलोकको होइन फुल हो भनेर होइन इन्द्रले चाहिँ के सोच्नु, मनै यो कन्ट्रोलर हो भनेर सोच्नु भयो कि होइन। वास्तवमा कन्ट्रोलर त को हुनुहुन्छ, कृष्ण हुनुहुन्छ नि त। कृष्ण इन्द्रकै प्रार्थनाबाट त अनि कृष्ण उगाउनु भएको हो नि त होइन, आउनु भएको। अनि इन्द्रको हिस्ट्री पनि छ अगाडि, गोवर्धन लीलामा त हिस्ट्री छँदैछ होइन। अनि त्यसपछि अनि त्यो भएको छ। अनि त्यति हुँदै पनि फेरि के भयो, फेरि भगवान्सँग युद्ध गर्न थाल्नुभयो उहाँले। अनि त्यसपछि अनि अब भगवान्सँग त कहिले नै युद्ध गर्न सक्छ र। अनि त्यही भएर चाहिँ अनि भोक्ताराम यज्ञतपसाम सर्वलोक महेश्वरम सुहृदम सर्वभूतानाम ज्ञात्वा माम शान्ति मिलेछ। त्यहाँदेखि भोक्ता त को हुनुहुन्छ, कृष्ण हुनुहुन्छ नि त। भनेपछि भोक्ता त्यहाँ कसले सोच्नुभयो, इन्द्रले, म चाहिँ भोक्ता हुँ यो स्वर्गको भन्ने सोच्नुभयो। वास्तवमा त के भन्दाखेरि भगवान्ले स्वर्गको त्यहाँ सञ्चालन गर्नलाई होइन त्यस कार्यभार दिनुभएको हो नि त होइन। तर इन्द्रलाई चाहिँ के भयो, अब अलिकति हुन्छ नि त्यो अहम बुद्धि आयो कि त्यो, किनकि म चाहिँ भोक्ता हुँ भनेर आयो। अनि त्यो भएको हुनाले के भयो, अनि भगवान्सँग युद्ध गर्न थाल्नुभयो, कस्तो अचम्म होइन। त्यसपछि अनि भगवान्ले युद्ध हार्ने कुरो भएन। अनि त्यो लास्टमा के पारिजातको वृक्ष नै लिएर जानुभयो लास्टमा होइन। त्यसरी चाहिँ आफ्नो सत्यभामाले आफ्नो पत्नीको इच्छा पुरा गर्नलाई के गर्नुभयो, अनि त्यसपछि के गर्नुभयो, लास्टमा के भयो, अनि भगवान्ले रुखै लिएर जानुभयो कहाँ, द्वारकामा। अनि वास्तवमा द्वारका त भौतिक के अरे द्वारका त पृथ्वीको ठाउँ नै होइन, द्वारका वास्तवमा के हो, धाम हो नि त। आध्यात्मिक जगत यो द्वारकाकै एउटा होइन, एउटा द्वारका नै एउटा विस्तार भएर आएको हो नि त। हो त्यो भएको हुनाले त्यो त सामान्य ठाउँै होइन, त्यो भौतिक बुद्धि भयो भने के हुन्छ, सामान्य धामलाई पनि के गर्छ हामीले सामान्य ठाउँ जस्तै लाग्न सक्छ। हो त्यही भएर के छ, हामी वृन्दावन मथुरा होइन द्वारका जगन्नाथपुरी होइन यस्तो यस्तो ठाउँमा गयौँ भने हामीले के सोच्नु हुँदैन, यो चाहिँ सामान्य ठाउँ हो भौतिक ठाउँ भनेर सोच्नु हुँदैन। तर अहिले त के छ, एकदम गाह्रो छ, किनकि त्यहाँ अब एकदम हुन्छ नि मोडर्नाइजेसनले गर्दाखेरि के छ, एकदम आफ्नो ठाउँ जस्तै लाग्छ क्या त्यो। अब धाम के हुन्छ, यदि धामको सही महिमा सुनेर गएन भने होइन भौतिक बुद्धि बनाएर गयो भने के हुन्छ, त्यहाँ पनि हुन्छ गाडीहरू हिँडिरहेका हुन्छन्, यत्रो ठुल्ठुलो बिल्डिङहरू हुन्छ, त्यहाँ पनि त्यही बाटो रोड हुन्छ, त्यस्तै मान्छे हुन्छन्। अनि धाममा आएछ होइन ए मान्छेहरू भिड एकदम हुन्छ नि, त्यस्तो हुन्छ। र त्यो पनि कस्तो लाग्छ, आफ्नै घर जस्तो लाग्छ नि त, आफ्नै ठाउँ जस्तो लाग्छ। अनि त्यसले के भयो, भौतिक बुद्धि भयो नि त। त्यही भएर के हुन्छ, अपराध हुन्छ। त्यही भएर चाहिँ के गर्नुपर्छ, सही ट्रेनिङ लिएर चाहिँ जानुपर्छ धाममा चाहिँ होइन। यत्तिकै ल जाम्नु त धाम भनेर यत्तिकै होइन यत्तिकै कुदेर चाहिँ जानु हुँदैन। कसरी जानुपर्छ, हो धामबारे सही होइन श्रवण गरेर होइन, अनि धामको महिमाहरू सुनेर अनि बल्ल के छ धाम जानुपर्छ। त्यो पैसा भएर पैसा दिएर होइन, अनि अब कसैले धाम लगिराख्नु भएको छ भनेपछि मलाई जाने प्लान बनायो, गयो ट्रेनमा टिकट काटेर अथवा टिकट काटेर गयो, त्यसरी चाहिँ धाम जाने सही विधि होइन। धाम जान्नलाई के गर्नुपर्छ, धामको महिमा सुनेर प्रिपेयर भएर आफ्नो चेतनालाई बनाएर अनि बल्ल त्यो सङ्घमा चाहिँ जानुपर्छ। यत्तिकै खाने रमाइलो गर्ने गयो भने के हुन्छ, त्यो वास्तवमा हुँदैन। अनि अर्को यहाँ महत्त्वपूर्ण के छ भन्दाखेरि चाहिँ होइन, अनि वास्तवमा नरकासुर त के त भगवान्को छोरा थियो नि त। अनि प्रभुपादले के भन्नुहुन्थ्यो भन्दाखेरि भन्नुभएको छ भन्दाखेरि चाहिँ असल मातापिताबाट जन्मिएको व्यक्ति पनि कुसङ्गका कारण असुरमा परिणत हुन सक्दछ। जस्तै नरकासुर त सुरुमा जन्मिने बित्तिकै त असुर त थिएन नि त। वास्तवमा एउटा वाण भन्ने के छ,
अनि असुरको सङ्गतमा लागेर के भएको जस्तै एउटा दुविध बानर थियो नि जसलाई कसले मार्नुभएको थियो बलरामले मार्नुभएको थियो नि त्यो पनि वास्तवमा को हो भगवान रामचन्द्रको पालामा जो बानर सेना थियो त्यसको एउटा सदस्य थियो हैन भगवानको पुल बनाउन सहयोग गरेको थियो भक्तै थियो भनौँ न त अब हैन तर वास्तवमा के भयो लास्टमा उल्टै के भयो बलरामजीको जो बलरामजी जो स्त्रीहरूसँग रमण गर्नुहुन्थ्यो नि उनीहरूलाई के गर्यो त्यसले हरण गरिदियो होइन कोही स्त्रीहरूको होइन यतिकै बलात्कार गर्ने कसैलाई दूषित गरिदिने त्यस्तो एकदम उशृङ्खल कार्य गरेको थियो कि पछि अनि उसले बलरामजीलाई जिस्काउन आउने एकदम गरिरहेको थियो लास्टमा बलरामजीले मारिदिनु भयो त्यसलाई होइन कहाँ भगवान रामचन्द्रको बानर सेनामा भएको होइन दुई बानर कहाँ आएर बलरामजीलाई के भयो लास्टमा अनि के गर्नु पऱ्यो उहाँले मार्नु पऱ्यो कि अनि कुसङ्गको कारणले पनि त्यस्तो भएको र अनि यहाँ पनि यहाँ त स्वयं भगवानकै छोरा हो अरू छोडिदिउँ न भगवानकै छोरा अनि होइन अनि त्यस्तो हुँदै पनि यस्तो असुर भयो लास्टमा भगवानसँगै युद्ध गर्न आयो कि आफ्नै पितासँग युद्ध गर्नु भनेको त अलिकति हो नि त होइन त्यो पनि भगवान हो पिता फेरि सामान्य व्यक्ति पनि होइन भगवान ल ठिक छ ल पिता एकदम दुष्ट अधार्मिक भए ल ठिक छ मार्नु त्यो पनि के छ धर्मको लागि गऱ्यो भन्दा त राम्रो कुरा हो नि त दुष्ट पिता भयो के भयो होइन पिता भयो के दुष्ट छ भने त दुष्ट हो नि होइन अधार्मिक छ भने ठिक छ होइन अन्त जस्तै भगवानले पनि त होइन जस्तै महाभारत युद्धमा होइन अधर्मको पक्षलाई सबैलाई मार भनिदिन्छ नि त भगवानले होइन अर्जुनले त मान्नु भएको थिएन होइन अब यदि अधार्मिक होइन कुराहरू बढिरहेको छ नि त्यसलाई संहार गर्नुपर्छ नि चाहे आफ्नै परिवारको किन नहोस् होइन तर भगवान त भगवान यहाँ त नरकासुरको अगाडि त भगवान आउनुभएको थियो नि त तर वास्तवमा के भयो जब खराब सङ्गत हुन्छ तब के हुन्छ अनि भगवानकै छोरा भए पनि के हुन्छ त्यो चाहिँ होइन राम्रो एकदम शुद्ध भक्त हो भन्ने हुन्छ भन्ने जरुरी छैन अनि त्यो भएर प्रभुपादले लेख्नुभएको छ जन्म सधैँ सद्गुणको चिनारी हुँदैन के हुँदैन चिनारी भनेको चाहिँ जस्तै कोही ब्राह्मण कुलमा जन्मेको छ भन्दैमा के छ त्यसमा पनि एकदम सद्गुण सम्पन्न ब्राह्मणको गुण आउँछ भन्ने जरुरी छैन त्यही भएर एकदम ब्राह्मण कुलमा जन्मे भनेर अहङ्कारले फुल्न जरुरी छैन जस्तै उदाहरण छ के छ उदाहरण भन्दाखेरि चाहिँ समीक ऋषिको पुत्रको नाम के थियो श्रृङ्गीले के गर्नुभयो कसलाई श्रृङ्गी ऋषिले परीक्षित महाराजलाई श्राप दिनुभयो थियो परीक्षित महाराज को हुनुहुन्थ्यो महान होइन पाण्डव वंशको होइन धरोहर नाति हुनुहुन्थ्यो होइन महान शुद्ध भक्त हुनुहुन्थ्यो होइन जसरी अर्जुन शुद्ध भक्त हुनुहुन्थ्यो जसरी युधिष्ठिर महाराज हुनुहुन्थ्यो त्यसरी परीक्षित महाराज पनि के हुनुहुन्थेन कुनै कमी थिएन उहाँ पनि के हुन्थ्यो होइन आफ्नो महान पराक्रमी होइन पाण्डव हजुरबाहरू जस्तै उहाँ पनि त्यस्तै हुनुहुन्थ्यो होइन अनि त्यस्तो अनि जब उहाँ चाहिँ जङ्गलमा जानुभएको हुन्छ कथा छ होइन श्रीमद् भागवतम पहिलो स्कन्धमा त्यसपछि अनि लास्टमा के भयो अनि उहाँको महानता नबुझेर अपरिपक्व ब्राह्मण श्रृङ्गी ऋषिले के भयो त्यहाँ श्राप दिन पुगे है त भनेपछि समीक ऋषि त अब कुनै सामान्य ऋषि त होइन तर पनि ऋषिको छोरा भएर पनि अनि त्यस्तो ब्राह्मण भएर पनि के भयो उहाँमा के भयो होइन एउटा हुन्छ ब्राह्मण भन्ने गुण के भयो पतन भएर गयो कि त्यहीँबाट अनि के भएको खास ब्राह्मणहरूको पतन भएको त्यहीबाट हो कि अनि कलियुग सुरु भयो नि त त्यसपछि ब्राह्मणहरूको फल पतन चाहिँ त्यहाँ श्रृङ्गी ऋषिदेखि सुरु भएको हो कि वास्तवमा चाहिँ अब त्यही भएर चाहिँ त्यस्तो भएर अनि महान समीक ऋषिको छोरा पनि होइन एकदम होइन आफू पिता जस्तै हुनुपर्ने हो तर त्यहाँ भएन नि त किनकि जन्मले हुन्छ भने छैन सही गुण विकास भएको छैन भने जतिसुकै जन्म भए पनि केही फाइदा छैन त्यही भएर चाहिँ होइन जस्तै अब कोही मन्दिर आयो भन्दैमा होइन भक्त भयो भन्दैमा तिलक लगायो भन्दैमा कन्ठी लगायो भन्दैमा दीक्षा लियो भन्दैमा लिडर भयो भन्दैमा चाहिँ के छ एकदम होइन एकदम के छ सबै गुणहरू सम्पन्न हुन्छ भने जरुरी छैन त्यसको लागि के जरुरी छ यहाँ लेख्नु भएको प्रपालले जबसम्म मानिस सङ्गतको संस्कृतिद्वारा शिक्षित हुँदैन तबसम्म ऊ सज्जन भन्न सक्दैन भनेपछि के जरुरी रहेछ सही ट्रेनिङ र सही संस्कार चाहिँ जरुरी रहेछ जस्तै अब कोही मन्दिर आएर मात्रै काफी छैन मन्दिर आउनु राम्रो कुरा हो होइन तर यदि सही तरिकाले भक्तिमा अगाडि बढ्नु छ भने के गर्न जरुरी रहेछ सही प्रकारको ट्रेनिङ लिन जरुरी छ सही प्रकारको होइन सिद्धान्तमा स्थापित हुन जरुरी छ होइन केवल आय प्रसाद खाए यसो कीर्तनमा बस्यो नाचे मात्रै हुँदैन के छ वैष्णव सदाचार भन्ने हुन्छ होइन त्यसपछि विभिन्न
सेवा सम्बन्धी नियमहरू हुन्छ होइन, सेवा अपराधहरू हुन्छन् होइन, वैषम्यसँग कसरी डिल गर्ने भन्ने कुरा हुन्छ होइन। त्यसपछि अनि सिद्धान्त के हो त्यो सबै कुराहरू हुन्छ होइन। सब कुरा ट्रेनिङ हुन्छ नि त हो। त्यो ट्रेनिङ नलिएसम्म अथवा नदिएसम्म चाहिँ सही प्रकारले वैष्णव हुँदैन। त्यो भएर के छ होइन, केवल होइन बाहिरी आवरणले होइन बाहिरी जस्तो दीक्षा भएर नाम चेन्ज भएर अथवा विभिन्न कुरा भएर के छ एकदम खतरा हो, एकदम शुद्ध भक्त हो, एकदम होइन डेडिकेटेड भक्त हो भन्ने चाहिँ हुनु हुँदैन। त्यो हाम्रो त्यो कन्सेप्ट हुनु हुँदैन। के जरुरी छ? ट्रेनिङ र त्यो गुण जरुरी छ कि, त्यो गुण जरुरी छ होइन, त्यो जरुरी छ। जस्तै कति भक्तको जस्तै हुन्छ नि, भनौँ न छोराछोरी हुन्छन् आउँछन् होइन, जस्तै मैले धेरै ठाउँ देखेको हो, त्यो कुरा धेरै ठाउँ देखिन्छ होइन। अब सही प्रकारले त्यो होइन प्यारेन्ट्सको गल्ती हो यसमा चाहिँ होइन। सही प्रकारको ट्रेनिङ नदिएर के हुन्छ, मन्दिर आउने आवारा गर्ने हल्ला गर्ने, क्लासमा हल्ला गर्ने, नबस्ने अनि डिसिप्लिनमा नबस्ने, यो के को कमी हो? यो त संस्कारको अनुशासन कमी हो नि त। जस्तै केही कुराहरू बिगार्ने, आफूलाई ठुलाले भनेको नमान्ने होइन, कराउने, हल्ला गर्ने, जिद्दी गर्ने, त्यस्तो हुन्छ देखिन्छ नि त। त्यो वास्तवमा के भएको? त्यो चाहिँ प्यारेन्ट्सले सही तरिकाले के चाहिँ शिक्षा दीक्षा नदिएर होइन, अब त्यसलाई कन्ठी मात्रै त्यो डोरो झुन्डाइदिएर मात्रै त गुण आउँदैन नि त। के चाहिन्छ? प्रोपरली लेख्नु भएको छ नि त। जबसम्म मैले सङ्गतको संस्कृतिद्वारा शिक्षित हुँदैन, यानि कि ट्रेनिङ सही तरिकाको अनि गुड एसोसिएसन ट्रेनिङ मिल्दैन, तबसम्म के हुँदैन? त्यो गुणहरू आउँदैन, विकास हुँदैन कि त्यो चाहिँ। त्यो भएर चाहिँ हुँदैन। जस्तै फर इक्जाम्पल जस्तै यो चकचक गर्नु अथवा विभिन्न कुराहरू गर्नु के हो? यो चाहिँ के को कमी हो? ट्रेनिङको कमी हो। त्यही भएर चाहिँ केवल बाहिर वस्त्र धोती लगाउनु अथवा साडी लगाउनु होइन, कुनै होइन तिलक लगाएर चाहिँ के हुँदैन। कोही पनि के छ होइन त्यो वैष्णव हुन्छ भने जरुरी छैन। त्यसको लागि के हुनुपर्छ? त्यो सदाचार अनि कि वैष्णव सदाचार अनि कि नियमहरू अथवा होइन विभिन्न कुराहरू होइन सैद्धान्तिक कुराहरू हुन्छ होइन। जस्तै विग्रह सेवा कुराहरू भयो, जस्तै विभिन्न कुराहरू, प्रसादमको कुराहरू भयो, कीर्तनको कुराहरू भयो होइन, जस्तै अरू विभिन्न कुराहरू हुन्छ नि त। आफ्नो दिनचर्याको कुरा भयो होइन, बिहान उठ्ने कुराहरू भयो, कति बेला उठ्ने अनि कति बेला पढ्ने, त्यो सबै कुराहरू भयो, कति बेला सुत्ने, आहार विहार के आहारहरू लिइरहेको छ होइन, प्रसाद भनेर अब हुन्छ नि त्यतिकै अरू कुराहरू खाइरहेको छ कि, त्यो सबै कुराहरू के हुन्छ? यसमा काउन्ट हुन्छ। यो सबै के हो? ट्रेनिङको एउटा पार्ट हो। जसरी धाम जाँदाखेरि के हुन्छ? सही श्रवण गरेर सही तरिकाले चाहिँ अगाडि जानुपर्ने हुन्छ नि त। अगाडि गएर चाहिँ धाममा गएर हामी चाहिँ भक्तिमा अगाडि बढ्नुपर्ने हुन्छ नि त। सही श्रवण गरेर सही सङ्गतमा गएर होइन। हेर्नु पूर्वले सङ्गत लेख्नुभयो कि सङ्गतको संस्कृतिद्वारा लेख्नुभएको कि, सङ्गतबाट कल्चर चाहिँ सङ्गतबाट आउने हो नि त होइन। हो त्यही भएर चाहिँ हो त्यो खालको एसोसिएसनमा गएन भने के हुन्छ? गयो भने के हुन्छ? सही सङ्गतको एसोसिएसनमा गयो भने के हुन्छ? बल्ल हामीले चाहिँ के हुन्छ? बल्ल लाभ लिन सक्छौँ कि। धेरैचोटि धाम गयो भने के हुन्छ? हाम्रो चित्त शुद्धि हुँदैन, हाम्रो धामको महिमा हामीलाई हुन्छ नि अझै हृदयमा प्रकाशित हुँदैन, अझै धामबाट निष्ठा हुँदैन। जस्तो धाम गयो 1-2 दिन ठिकै लाग्छ, त्यसपछि हुन्छ खुट्टा दुख्यो, यता भयो उता बिरामी भयो, यता भयो उता, त्यस्तो हुन्छ कि शरीरको लेभल हो नि त। किनकि त्यो भनेको त के हो? धामको महिमा नबुझेर होइन, यतिकै अब रमाइलो तरिकाले गयो तर धामको सही महिमा नबुझे, धामको निष्ठा नराखिकन गयो भने के हुन्छ? त्यो समस्याहरू आउन सक्छन् कि आउँछन्, त्यो प्र्याक्टिकली हुन्छ नै होइन। त्यही भएर चाहिँ धाम अपराध हुन्छ, विभिन्न कुराहरू हुन्छ। त्यही भएर चाहिँ सबै कुरा के छ कन्सिडर गरेन भने के हुन्छ? अनि हामी भक्तिमा अगाडि बढ्न सक्दैनौँ। हो जसरी नै के छ जसरी नै सकिला अब 5 मिनट बस्ने। जसरी नै के छ भन्दाखेरि जसरी वर्णासुर जसरी नरकासुरको केस भएको थियो हो त्यस्तै के छ हामीमा पनि आउन सक्छ है त। के गरेन भने आउँछ? सही ट्रेनिङ सही शिक्षा होइन लिएनौँ भने होइन, जस्ट म फलानुको अन्डरमा छु तर के शिक्षा लिइरहेको छु केही पनि छैन, तिलक लगाउने मन्त्र थाहा छैन होइन, त्यस्तो कुराहरू छ भने के छ? भोग लगाउने मन्त्र थाहा छैन, प्रसाद लिँदाखेरि महाप्रसाद भन्ने थाहा छैन, मन्त्र गयो भइसक्यो अनि महाप्रसाद थाहा छैन, अब महाप्रसाद मिजायो भने अब घुसुम गऱ्यो, त्यसरी चाहिँ हुँदैन होइन। शिक्षा म फेरि भन्नलाई म फलानुको अन्डरमा, म फलानु प्रभुजीको अन्डरमा छु भनेर बस्यो अनि उहाँको पनि नाम बदनाम, आफ्नो पनि भक्तिमा अगाडि बढेको छैन। हो त्यही भएर के छ यी सबै कुरा ट्रेनिङ दिनेले पनि दिनुपर्छ र लिनेले पनि लिनुपर्छ, दुवै ठाउँ हुनुपर्छ। दिनेले पनि होइन जस्तै कसैले भनिरहेछ होइन फलानुको अन्डरमा छु भनेपछि दिने व्यक्तिले पनि के छ बुझेर मेरो जिम्मेवारी हो होइन भगवानको सेवा हो भनेर सम्झेर सबै ट्रेनिङहरू जे चाहिन्छ होइन
ट्रेनिङ भन्नाले एकदम ठुलै केही जस्तो पनि हुँदैछ सिम्पल यसै तिलक लाउनुपर्छ यो मन्त्र भन्नुपर्छ है भन्ने पनि एउटा ट्रेनिङ हो क्या जस्तै अब शिखा राखिरहेको छ शिखा बाँध्नु स्नान गरिसकेपछि शिखा बाँध्नुपर्छ है भन्ने पनि ट्रेनिङ हो ठुलो कुरा होइन जसले पनि गर्न सक्छ नि त होइन शिखा बाँध्नुपर्छ है शिखा बन्धन गर्नुपर्छ किनकि स्नान गरिसकेपछि होइन शिखा बन्धन गर्नुपर्छ कि अनि त्यो गर्नुपर्छ है भन्ने पनि एउटा सिम्पल ट्रेनिङ हो प्रसाद लिँदाखेरि होइन महाप्रसादै मन्त्र पुरै भनेर लिनुपर्छ है भन्ने एउटा ट्रेनिङ हो यसरी भोग लगाउनुपर्छ है भन्ने ट्रेनिङ हो यसरी घरमा यसरी कसैको मन्दिरदेखि टाढा हुन्छ नि त घर मन्दिर आउनु भ्याइन्न भने के छ घरमा यसरी आरती गर्नुपर्छ है भगवानको अल्टर राख्नुपर्छ होइन भगवानको फोटोहरू बनाएर सिम्पल धेरै कम्प्लेक्स मन्दिर जस्तै बनाउनुपर्छ पनि छैन सिम्पल बनाउन सकिन्छ होइन प्रपातको अनि अब जस्तै अब गुरु आफ्नो गुरु स्वीकार गर्नुभएको छ दीक्षा लिनु गुरुको होइन फोटो राखेर के छ होइन घरमा कीर्तनहरू गर्न सकिन्छ होइन घरमा यसरी भोग लगाउन सकिन्छ सिम्पल के शौचाचारको नियमहरू हुन्छ नि त सेवा गर्दा भगवानलाई पकाउँदाखेरि के क्लिननेसको नियमहरू हुन्छ यस्तो हुन्छ है सूचीमुची यस्तो हुन्छ आचमन यसरी गर्नुपर्छ है सिम्पल एमा केही पहाड त तोड्नु पर्दैन नि त होइन मन्दिर आउँदा होइन विभिन्न होइन वैष्णव ड्रेसमा आउनुपर्छ है यो सबै कुराहरू के छ ट्रेनिङको एउटा पार्ट हो ठिक छ यति सिम्पल कुरा छ होइन यति गर्नु त के गाह्रो छ र यी सबै कुरा सिकाउनेले पनि सिकाउनुपर्छ र सिकाइसकेपछि सिक्नेले पनि सिक्नुपर्छ हो दुइटै कुरा चाहिँ के छ ब्यालेन्समा हुनुपर्छ होइन होइन अब हुन्छ नि हो यो त भाग्ने हो कि मन्दिर आएर होइन फेरि धेरै नियम भन्यो भनेर अनि त्यस्तो पनि गर्नु हुँदैन त्यस्तो गरे कहिले पनि सिक्दैन त्यो सबै कुराहरू गर्नुपर्छ त्यही भएर यहाँ प्रभुपादले यहाँ लेख्नु त्यही कुरा छ होइन जबसम्म मानिस सङ्गतको संस्कृतिद्वारा शिक्षित हुँदैन तबसम्म सज्जन बन्न सक्दैन होइन माला झुन्नाएर मात्रै हामी सज्जन बन्न सक्दैनौँ होइन वैष्णव संस्कृतिमा के कुराहरू हुन्छ यो सबै कुराहरू हामीले संस्कृति छ नि त हामी अब वैष्णव भइसकेछ वैष्णव संस्कृति हामीले थाहा पाउनु पऱ्यो नि त जबसम्म वैष्णव संस्कृति चाहिँ हामीले बुझ्न सक्दैनौँ होइन तबसम्म के छ फेरि हामी भक्तिमा अगाडि बढ्न पनि सक्दैनौँ यो सबै कुराहरू वर्सिपिङको कुराहरू कुकिङ क्लिनिङदेखि लिएर सबै कुराहरू शास्त्र अध्ययनदेखि लिएर प्रचारको कुराहरूदेखि लिएर ट्रेनिङको कुरादेखि लिएर सबै कुरामा के छ बिस्तारै दक्ष हुनुपर्छ बनाउनुपर्छ त्यही अनुसार हामीले पनि सङ्गत गर्नुपर्छ होइन भक्तसँग पनि धेरै किसिमको धेरै इन्टेन्सन भएको भक्तहरू हुनुहुन्छ होइन सबै वैष्णव ठिक छ भगवानको नाम जप गरिराख्नु भएको छ अनि शास्त्रमा भनेको छ कि होइन जसले चाहिँ भगवानको नाम जप गर्छ नि ऊ एकदम चाण्डालै भयो भने के छ सबै यज्ञहरू गर्न चाहिँ योग्य हुन्छ कि त्यस्तो वैदिक कार्यहरू गर्ने योग्य हुन्छ कि चाण्डालहरूलाई चाहिँ के छ वैदिक कार्यहरू गर्ने के छ ऊ छैन अनुमति छैन कि तर यदि भगवानको नाम जप गर्ने त्यस्तो योग्यता हुन्छ कि त्यही भएर सबैलाई सम्मान गर्नुपर्छ तर पनि भक्तिमा अगाडि बढ्नको लागि चाहिँ हामीले चाहिँ अलिकति हुन्छ नि अलिकति हामीले बुद्धि पुर्याएर भगवानले दिनुभएको छ नि त बुद्धि होइन सर्वस्य चाहम हृदय सन्निविष्ट मत स्मृति ज्ञानमा पो हुनुहुन्छ अनि कि त्यो बुद्धि दिनुभएको छ नि त हो त्यो बुद्धि लगाएर हामीले चाहिँ त्यही अनुसारको होइन त्यो सही सङ्गत होइन संस्कृति सही ट्रेनिङ पाउने सङ्गतमा चाहिँ हामी के छ हामी चाहिँ के छ घुलमिल भएर शिक्षा चाहिँ ग्रहण गर्नुपर्छ त्यसपछि बल्ल के हुन्छ सज्जन भक्त चाहिँ बनिन्छ है त भक्तको केसमा चाहिँ अब यसरी लगाउनु पऱ्यो है त यति भन्दै आजको चाहिँ श्रीमद् भागवतमको चाहिँ समाप्त हुन्छ हरे कृष्ण 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 हरे 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 राम 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 निष्कर्ष के हो भन्दाखेरि चाहिँ भगवानकै छोरा भए पनि के छ भगवानकै सम्बन्धी भए पनि के छ एकदम खतरा भक्त भन्ने अथवा खतरा शुद्ध भक्त नित्य सिद्ध भन्ने हुने रहेनछ होइन सङ्गत बिग्रियो भने के हुन्छ बिग्रिरहन्छ त्यसरी भक्तको समाजमा पनि सही सङ्गत पाइएन होइन सही सङ्गत पाइएन सही ट्रेनिङ पाइएन सही वैष्णव कल्चर पाइएन भने के हुन्छ हामी चाहिँ अनि भक्तिमा अगाडि बढ्न सक्दैनौँ सही वैष्णव चाहिँ एउटा सदाचार वैष्णव चाहिँ हामी हुन सक्दैनौँ हरे कृष्ण हजुर केही प्रश्न सुझाव सल्लाह छ राख्न सक्नुहुन्छ यो बाण भन्ने नामकको असुरको कुसङ्गतले गर्दा सायद बाणासुर भनेको होला सर बाण भनेको चाहिँ बाणासुर जस्तो लाग्छ मलाई बाणासुर नै होला सायद बाणासुर भनेको चाहिँ हेर्नुपर्छ बाण चाहिँ बाणासुर नै होला सायद है किनकि बाणासुर भनेको चाहिँ अनिरुद्ध हुनुहुन्थ्यो नि अनिरुद्ध उमाको बुवा हजुर उमाको बुवा उमा होइन उषाको बुवा त्यो कहानी स्टोरी त हजुरले सुन्नु भएकै होला होइन कृष्ण बुकमा पनि छ होइन अनिरुद्धलाई चाहिँ के हुन्छ किडन्याप गरेर ल्याइन्छ त्यहाँ होइन एकदम राम्रो रोचक लभ स्टोरी छ त्यहाँ है भगवानको नाति हुनुहुन्थ्यो नि त अनिरुद्ध होइन अनि त्यसरी स्टोरी छ अनि त्यहाँ होइन युद्ध हुन्छ विभिन्न युद्ध हुन्छ शिवजी पनि आउनुहुन्छ एकदम होइन भयङ्कर घमासान युद्ध हुन्छ त्यहाँ अनि बाणासुरलाई चाहिँ शिवजीले वरदान दिनुभएको थियो कि मै नै मेरो नै पुत्र हो भनेर होइन यसरी वरदान दिनुभएको थियो स्वयं शिवजीले मैले नै रक्षा गर्छु भनेर यसरी दिनुभएको थियो कि
अनि एकदम हुन्छ त्यहाँ पनि त्यहाँबाट प्रमाणित हुन्छ भगवान् कृष्ण नै पूर्ण पुरुषोत्तम भगवान् हुनुहुन्छ अनि ब्रह्मा शिवजी भनेको चाहिँ होइन भगवान् कृष्णदेखि अलग उहाँको अस्तित्व छैन भनेको त्यहाँबाट हामीले बुझ्छौँ कि बाण भनेको बाणासुर नै हो पक्कै पनि होइन। अनि यो अहिले कुण्डलहरूको कुरा गरिबस्छ हजुर अलिकति बताइसेन मैले यस्तो देव माता अदिति हुनुहुन्थ्यो नि अदिति भनेको देवताहरूको माता हुन्थ्यो नि कुण्डल भने कानमा लगाउने इयरिङ्स भन्छ नि हो त्यो कुण्डल चाहिँ नरकासुरले लगिदिएको थियो कि माता अदितिबाट अदितिको कुण्डल चाहिँ हरण गरेर लगेको थियो कि अनि वरुणदेवको छाता हुन्छ नि छातालाई लगेको थियो कि त्यो त के भयो अपमान भयो नि त उहाँको होइन ठिक छ नि ल छाता लग्यो अर्को छाता किन्छु भनेर हुँदैन नि त त्यहाँ त होइन अपमान हो नि देवताको अपमान भयो नि त भनेपछि त अनि हो त्यही भएर चाहिँ अनि अब के छ अब देवताहरूले त लड्न सक्ने भएन नि त्यहाँ होइन अवस्था रहेनछ अनि कसलाई गुहार्नु पऱ्यो भगवान्लाई गुहार्नु पऱ्यो त्यसरी गर्नुभयो ठिक छ। अनि उहाँले यो उसको यो नरकासुरको पछि चाहिँ हजुरको अनि स्वर्गमा जानुभयो अनि पारिजातको घटना हुन्छ त्यो अध्यायमा छ त्यो भागवतमको कति अध्यायभन्दा अगाडि पऱ्यो नि त हजुर हिजोको श्लोकमा थियो न यो त थोरै छ यसमा चाहिँ होइन यसमा चाहिँ थोरै छ तर के छ भन्दाखेरि भागवतमको त्यो कुन अध्यायमा छ त्यहाँ चाहिँ व्याख्या नै छ कि भागवतमै हेर्नुपर्ने कृष्ण बुकमै हेर्दा पनि हुन्छ कृष्ण बुकको कति अध्याय छ त्यहाँ हेर्नुपर्छ त्यो भगवान् चाहिँ स्वर्ग अरू कामले पनि गइसकेको थियो कि पारिजातको फुल मात्रै सत्यभामाको माता इन्द्रको अहङ्कार घटाउनु भगवान्ले एउटा लीलामा धेरै कार्य गर्नुहुन्छ नि त इन्द्रको अहङ्कार घटाउन पारिजातको लिन त्यो अनि आफ्नो देवमाता अदितिलाई भेट्न आमा हो नि त उहाँ त होइन अनि त्यसपछि अनि उहाँलाई भेट्न दियोस् अब भगवान्को एउटै लीलामा धेरै प्रयोजन हुन्छ त्यही भएर त्यो गर्नु थियो ठिक छ। हरे कृष्ण। ग्रन्थराज श्रीमद् भागवतम की जय रूपादेखि समवेत गौर भक्तवृन्दकी जय गौर प्रेमानन्दे श्रद्धेय युगल प्रति प्रभु की जय।